कन्जर्भेसन स्कुल 3 days रेसिडेन्टल स्कुल हो जहाँ 20 डिफ्रेन्ट स्कुलबाट पार्टिसिपेन्ट्सहरू पार्टिसिपेट हुन्छन् र उनीहरूले कन्जर्भेसन स्कुलमा ग्रिन इकोनोमी, कन्जर्भेसन साइन्स, बायोडाइभर्सिटी, इन्भाइरोमेन्टल इस्युहरूमा एजुकेट, इन्सपायर भएर आफ्नो कम्युनिटीमा फर्केर, आफ्नो लोकेलिटीमा फर्केर ती कुराहरूलाई चाहिँ एउटा ग्रुप कन्जर्भेसन क्लब, इको क्लब फर्मेसन गरेर उनीहरूले इम्प्लिमेन्ट गर्छन्। नेपाललाई एउटा उदाहरणीय ग्रीन प्रस्परस कन्ट्री बनाउन नयाँ जेनेरेसनको निर्माण गर्ने हाम्रो मुख्य उद्देश्य हो। यो एकदमै राम्रो सुरुवात हो, इट्स अ ग्रेट बिगिनिङ। अब यसको कन्टिन्युएसन हुनुपर्छ र त्यो वर्कसपमा मात्रै सीमित नभएर मैले अघि नै भन्नु सक्नु भएको छ कन्जर्भेसन स्कुल इस्टाब्लिस हुनुपर्छ। अनि सिन्धुपाल्चोकमै किन हुनुपर्छ? व्यापारिक दृष्टिकोणले पनि चाइनासँग जोडिएको, तिब्बतसँग जोडिएको होइन, काठमाडौँदेखि नजिक यहाँ चाहिँ जुन किसिमको ट्रेडिङ भइरहेछ होइन, इलिगल ट्रेडिङका कुराहरू छन्, यो किसिमका चाहिँ कन्जर्भेसन स्कुलले त्यसलाई चाहिँ अब किन रोक्नुपर्छ, यसको कारण के हो भन्ने कुराहरू त यहाँबाट शिक्षण। कन्जर्भेसन स्कुलले चाहिँ यसरी यो 20 जना 25 जना स्टुडेन्टहरू यसरी स्कुलबाट जम्मा गरेर यहाँ ल्याएर एउटा ट्रेनिङ जस्तो दिँदाखेरि चाहिँ अब लङ रनमा यिनीहरूले गर्न सक्ने यहाँ के हुन्छ भन्दाखेरि चाहिँ यिनीहरू त यहीँको अब पछि कोही लिडर होला, कोही के होला, यहीँको मान्छेहरू, यहीँको बासिन्दा लोकलहरू यिनीहरू भनेपछि यिनीहरूले पछि यहाँबाट के सिकिसकेपछि अब त्यसलाई इम्प्लिमेन्टेसन चाहिँ आफ्नो लाइफमा सजिलै गर्न सक्छन् जस्तो लाग्छ। काठमाडौँभन्दा बाहिर यस्तो खालको जुन कार्यक्रमहरू हुन्छ नि, यसले चाहिँ नि धेरै कम अवसर प्राप्त गर्ने भाइ बहिनीहरूलाई चाहिँ नि एउटा अवसर दिन्छ। मैले धेरै कार्यक्रमहरू गएको छु होइन, धेरै कार्यक्रमहरू देखेको पनि छु, तर यो लेभलको इनडेप्थ नलेज दिने कार्यक्रम जुन कन्जर्भेसन स्कुल गरिरहेको छ, यस्तै खालको प्रोग्रामहरू चाहिँ नि जिल्लाव्यापी अझ गाउँमा गएर त्यहीको स्रोत साधन प्रयोग गरेर त्यहीको विद्यार्थीहरूलाई, त्यहीको भाइ बहिनीहरूलाई एजुकेट गर्ने र अझ उनीहरूलाई सिकाउने जुन खालको एम छ नि, त्यसलाई अझ बुस्टअप गर्नुपर्छ। विद्यार्थी चाहिँ नजिकैबाट वातावरणको बारेमा, पर्यावरणको बारेमा र हाम्रो विश्वको अवस्थाको बारेमा उनीहरूले सही सूचना प्राप्त गरेका छन्। तिनीहरूको सहभागिताको स्पिड हेर्दाखेरि चाहिँ वास्तवमा अब एउटा नयाँ अभियान अझ भनौँ भनेदेखि एउटा ग्रेट रेगुलेसनको चाहिँ सुरुवातको लागि अहिलेदेखि नै बच्चाहरूलाई युवार गर्ने जुन यो कदम जुन ग्रिनवुडले सुरु गरेको छ, यो चाहिँ मलाई लाग्छ एउटा सराहनीय काम हो। हामीले यसलाई चाहिँ अहिले सुरुवात गरेका छौँ सिन्धुपाल्चोकमा, अहिले हामीले पाइलटको रूपमा जुन सुरु भएको छ, मलाई लाग्छ यो निकै नै राम्रो प्रोग्रामको रूपमा विकसित हुन्छ जस्तो। धेरै कुराहरू सिकेँ मैले, वातावरण के हो, जैविक विविधता के हो, जैविक विविधता नभए हामीलाई के हुन्छ, यसको संरक्षण गर्न किन आवश्यक छ, धेरै कुराहरू सुनेको थिएँ। तर यहाँ आएर त्योभन्दा धेरै कुरा जानकारी पाउन सफल भए। साथीहरू, दाजुभाइहरूलाई यो सुनाउने छु कि हामीले वातावरण संरक्षण गर्नुपर्छ। कन्जर्भेसन सिक्नको लागि मात्र आएको थिएँ, तर कन्जर्भेसनभन्दा बाहेक लिडरसिप आफ्नै जिल्लालाई मैले अर्कै तरिकाले हेर्ने अवसरमा आएँ। क्लबको पनि गठन गर्छु, त्यो क्लबको माध्यमबाट अरूहरूलाई सिकाउने, विभिन्न प्रोग्रामहरू आयोजना गर्ने। यो एउटा ग्रिन प्रस्परस नेपाल बनाउने अभियान हो। तपाईँ पनि यसमा सहभागी हुन सक्नुहुन्छ, कन्ट्रिब्युट गर्न सक्नुहुन्छ। लेट्स टुगेदर मेक ग्रिन प्रस्परस नेपाल।